हेलो वेलकम ब्याक माई न्यू ब्लग एभ्रिवान। सबैजनाले भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि मेरो नाम चाहिँ दानियल अनि म चाहिँ विश्व साइकल यात्री आरसी दानियल ब्लग। र आज चाहिँ घरबाट निस्केको 162 दिन पुरै कम्प्लिट भइसकेको छ। र अहिले चाहिँ छु म इन्डोनेसियाको यो मेडान भन्ने ठाउँमा। र अस्ति मेरो इन्डोनेसिया आइसकेको ब्लग पछि चाहिँ मैले ब्लग केही पनि अपलोड गरेको छैन। बिकज रिजन चाहिँ धेरै नै छ साथीभाइहरू, त्यसको लागि आइएम सो सरी भन्न चाहन्छु। अनि सबै अपडेट त गर्दै थिएँ र इन्डोनेसिया आइसकेपछि चाहिँ युट्युबमा अपडेट चाहिँ गरेँ होइन, त्यसको लागि सरी। अनि किनकि एभ्रिवान अहिले चाहिँ म इन्डोनेसियाको मेडान भन्ने ठाउँबाट चाहिँ ब्याक टु नेपाल गर्दैछु। कतिजनाले थाहा पाउनु भयो, कतिजनाले थाहा पाउनु भएको छैन। किनकि अहिलेको यात्रामा चाहिँ मैले नेपाल, इन्डिया, बङ्गलादेश अनि थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, इन्डोनेसिया गरेर 7वटा देश यात्रा गरेँ। र अब चाहिँ 5 महिना आज 12 दिन जति कम्प्लिट भइसक्यो, लगभग 162 दिन। कार्तिकको 3 गते घरबाट निस्केको थिएँ र अहिले चाहिँ म साइकल सोच्नु त कति भयो होला, साइकल त्यही माथि तनाव त्यस्तै हुन्छ बिहानदेखि बेलुकीसम्म। अब बिहान साइकल यात्रामा उठेपछि चाहिँ अब दिनभरि अब 100 किलोमिटर पार गर्नुपर्छ है भन्ने चाहिँ एउटा तनाव हुन्छ। अनि अब भिडियो हाल्नुपर्छ है, भिडियो एडिट गर्नुपर्छ है, भिडियो बनाउनुपर्छ भने दुईवटा तनाव हुन्छ। फेरि बेलुका एकछिनपछि चाहिँ खानाको तनाव हुन्छ। र खाना खाइसकेपछि चाहिँ दिनमा गर्मी हुन्छ, गर्मीको तनाव हुन्छ। फेरि अलिक बेलुका भयो भने चाहिँ सुत्ने कहाँ होला भन्ने तनाव हुन्छ। अलिक भरे बेलुका फेरि चाहिँ सुत्ने ठाउँ खोज्दा तनाव हुन्छ। अनि फेरि भिडियो एडिट, भिडियो पोस्ट गर्दा तनावले दिमाग खान्छ साथीभाइ, दिमाग खान्छ। त्यस्तो पनि भएको छ। र त्यही भएर पनि यसलाई त कपाले फुलेर कस्तो भएको छ। अनि त्यही नै हो। अब चाहिँ म केही समयमा ब्याक टु नेपाल पनि गर्न जाँदैछु। किनकि जे होस् मैले नेपालबाट विश्व साइकल यात्रा स्टार्ट गरेर धेरै ठाउँमा मेरो नेपालको झन्डा नपुगेको ठाउँमा, कुनै नेपाली नपुगेको ठाउँमा पनि मैले नेपालको झन्डा आरसी दानिलले पुर्याएर हिँडेको छु। जे होस् हजुरहरू पनि सायद माया गर्नुहुन्छ होला, गर्व गर्नुहुन्छ होला, मलाई चिन्नुहुन्छ होला। मलाई नचिने पनि मेरो कामलाई चिनिदिनु होला सबैजनाले। र अब चाहिँ भोलि बेलुका फ्लाइट छ र पर्सि 2 तारिक चाहिँ म नेपाल पुग्न जाँदैछु, अप्रिल 2 तारिक। अनि अर्को कुरा के हो भनेपछि चाहिँ नेपालमा गएर पनि केही समय रेस्ट गर्नेछु र रेस्ट गरे पनि यात्रा चाहिँ कन्टिन्यू नै गर्नेछु। मेरो यात्रा चाहिँ कहिले रोकिने पनि छैन। किनकि मैले यात्रा गर्छु भनेर म जन्मिसकेको छु, त्यो बाटोमा हिँडिसकेको छु। मेरो यात्रा चाहिँ नेपाल होस् कि बाहिर देश होस् कि जुन ठाउँ होस्, मेरो यात्रा कहीँ गएर कहिले पनि रोकिने छैन। अनि प्रब्लम पनि यस्तो प्रब्लम भयो कि अब साइकल चलाउँदाखेरि 0% लाग्छ कि आफ्नो शरीरमा तागत। किनकि हामी चाहिँ अब नेपाली भनेपछि नेपालीहरूले चाहिँ कुनै देशमा, नेपालमा बाहेक अरू देशमा खाना नेपाली इन्डियामा मिल्ला, तर अरू देशमा उस्तै खाना चाहिँ एकदमै गाह्रो छ। हामी नेपालीहरूलाई सबभन्दा मेन प्रब्लम पर्ने भनेको चाहिँ बाहिर देशमा गयो भने चाहिँ खानाकै प्रब्लम पर्छ। र त्यही प्रब्लम भयो मलाई पनि। र यति मात्र लाग्छ कि नेपालको आयोडिन नुन खान पायो भने कति तागत लाग्थ्यो होला, त्यो हुने रहेछ। अलि धेरै दिन पुगेपछि त त्यस्तो खालको एउटा दिमागमा आउने रहेछ, नेपालकै खाना खान पायो भने कति हुन्छ भन्ने हुने रहेछ। र त्यही कारणले चाहिँ म चाहिँ अब केही समयमा नेपालमा पनि यात्रा गर्नेछु। त्यही भएर ब्याक टु नेपाल हुनेछु। कोही पनि नरिसाइदिनु होला, यात्रा भनेको छ, यत्रो जिन्दगी छ। भर्खरै 22 वर्ष पुग्यो है, हिजो थियो मेरो बर्थडे चाहिँ। जे होस् सबैजना त्यहाँ सरी भन्न चाहन्छु। मैले युट्युबर फ्यामिलीहरूलाई कोहीलाई पनि बताउन पाएन, त्यसको लागि सरी। 1 तारिकमा चाहिँ भोलि चाहिँ जाम। अनि यहाँबाट इन्डोनेसियाको मेडान भन्ने ठाउँबाट कोलालम्पुर त्यहाँ चाहिँ 14 घन्टा बस्नुपर्ने रातभरि। अनि बिहान चाहिँ 10 बजेर 20 मिनटमा फ्लाइट छ। नेपालमा चाहिँ लगभग 12:45 नेपाल काठमाडौँ पुग्ने रहेछु। अनि त्यसपछि चाहिँ सुर्खेत काठमाडौँ गएर पनि के सिफारिस बनाउनु पर्ला। त्यसपछि नेपालकोमा एउटा अभियान बनाएर यात्रामा हिँड्छु भनेर त्यो एउटा लेटर बनाउनु पर्ला। किनकि त्यो लेटर पनि धेरै सेवा सुविधा नै पुर्याउनेछ। त्यो लेटर बनाएपछि चाहिँ म लगभग काठमाडौँको 8-10 दिनको बसेपछि चाहिँ म नेपाल जानेछु पक्कै पनि। नेपाल गइसकेपछि चाहिँ थोरै केही प्रकारको क्रेज बनाउनु पर्नेछ, केही प्रकारको राम्रो खालको काम गर्नुपर्नेछ। यत्रो विश्व साइकल यात्रा गरेँ मैले, यतिकैमा सीमित नहोस्। र म चाहिँ के चाहन्छु कि मैले साइकल यात्रा गर्दाखेरि के अनुभव गरेँ त्यो म चाहिँ मेरो नेपालमा गएर बटुल्ने प्रयास गर्नेछु, स्योरली गर्नेछु। र सबैजनाले साथ दिनु होला, सबैजनाले हातेमालो गर्नु होला। किनकि म चाहिँ जुन अभियानमा निस्केपछि चाहिँ जतिको मैले
यो एउटा आँट लिएर एउटा स्ट्रगल गरेर मैले विश्व साइकल यात्रामा हिँडेछु नि, त्यतिको स्ट्रगल मैले मेरो नेपालमा गएर गरेँ भने चाहिँ मैले धेरै नै मेरो नेपाललाई परिवर्तन पुर्याउने छु, त्यो जस्तो लाग्छ मलाई जहाँसम्म। त्यसैले सबैजनाले सपोर्ट गरिदिनु होला, माया गर्नुहुन्छ होला, माया गर्दै गर्नु होला। जे होस् मलाई नचिने पनि मेरो कामलाई चिनिदिनु होला, त्यही मात्रै छ होइन। धेरै मान्छेहरूको चाहिँ मेन कुरा चाहिँ त्यही नै हुन्छ, मान्छे जस्तो सुकै होस् तर उसको भिजन काम हेर्नुहुन्छ नि, त्यही तरिकाले मलाई पनि हेर्नु होला। जिन्दगानीमा कहिले पनि पछि नपर्ने तरिकाले स्ट्रगलको साथ दरिलोको साथ स्योर काम गर्नेछु, सबैजना साथ दिनु होला। अनि त्यही नै हो, सरी फर युट्युबको सबै मेम्बरहरूलाई सबैजना सरी भन्न चाहन्छु, किनकि मैले रेगुलर अपडेट दिन पाएको छैन। अब चाहिँ मैले नेपालमा गएर चाहिँ एकजना साथी छन् मेरो बेस्ट फ्रेन्ड, र तिनी पनि युट्युब नै सम्बन्धी छन्, र तिनले भ्लग एडिट गर्ने, हामी दुईजना साथमा हिँडेर तिनी म साथमै हिँडेर अब केही परिवर्तनको लागि पनि ल्याउने नै छौँ नेपालमा पनि पक्कै पनि। ल साथीभाइहरू अहिले चाहिँ दाइहरू पनि आइसक्नु भएको छ। अनि त्यही नै हो, अब हाम्रो स्पोन्सर सेन्जल दाइ यता नि चट्ट बोलिदिनु न। ल अनि अब केही भनिदिनु न, घर जाँदैछ दानियल भाइ चाहिँ। अनि स्पोन्सर भाइ चाहिँ टिकट स्पोन्सर भाइ चाहिँ हाम्रो दाइ हुनुहुन्छ। अनि हाम्रो स्याङ्दाली दाइले इन्डोनेसियामा बोलाउनु भयो, मेसेज गर्नुभयो। अनि यहाँनिर आज होटलमा बसेको हामी 2 दिन जति भयौँ। जे एक्लो भएको थिएँ, एक्लो भएको बेला पनि दाइले यस्तो भिडियो बनाएर मेसेज गरेर बोलाउनु भयो, र अहिले चाहिँ सँगै छौँ। अनि दाजु हजुर भाइको युट्युब च्यानलमा चाहिँ मेरो भ्युअर्सहरूलाई केही जाओस् न त। भाइलाई सबैजनाले साथ सपोर्ट त दिइरहनु भएको छ होइन, अझै धेरै माया गरिदिनु होला। युट्युबमा भाइको आरसी डनियल भ्लग छ, सबैजनाले युट्युबमा सर्च गरेर यो भ्लगलाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्, भाइको भिडियो सपोर्ट गरिदिनुहोस्। जोस् मैले अब भाइलाई यस जस्ट सहयोग मात्रै हो, सबैजना एउटा नेपालीको नाताले नेपालीलाई सहयोग गर्ने एउटा उस पनि हो होइन, दायित्व पनि हो। हामी सबै विदेशमा छौँ, सबै नेपाली दाजुभाइ जति पनि हुनुहुन्छ गरिरहनु भएको छ, अझै पनि गर्नुहुन्छ। त्यो भाइले हिम्मत हार्नु भएन, अगाडि बढ्नु पऱ्यो। मैले त भाइलाई भनेको थिएँ अब अहिले यो सबै कुराहरू छोडेर नेपाल नजाने भाइ नेपाल फर्किने अरे, अब 1 वर्ष रेस्ट गर्ने अरे। यसले चाहिँ अलिकति तपाईँलाई पनि थोरै डिफेन्ड थोरै असर त पर्छ नै, किन भन्दा अब गएर बसेपछि तपाईँ एउटा साइकल यात्रामा निस्किसकेपछि म नेपालमा गएर पनि कन्टिन्यू गर्ने हो कि नेपालमै गर्नुहुन्छ? नेपालमै गर्ने यात्रा चाहिँ बढी नेपाल गएर त्यही 5 दिन जति सिंहदरबारमा त्यो काम छ पत्र बनाउने, त्यसपछि त नेपालमा पनि कन्टिन्यू हुन्छ क्या, त्यस्तै रेस्ट त कहीँ पनि हुन्न। ल भाइलाई अब नेपालमा गएर पनि कन्टिन्यू नै हुन्छ। शुभकामना छ, अगाडि बढ्दै जानुहोस्। हुन्छ दादा है त, यस्तै छ जिन्दगी, दुःख सुख जे छ। हामी पनि परदेशमा अब आफ्नो दुःख गरेर बस्ने हो होइन। अब कमाइ खाने बाटो मलाई अलिक सहज छ, नत्र भने अरू दाजुभाइहरू बिचरा सबै आफ्नो दुःख गरेर बस्नु भएको छ। ठिकै छ दाइ, एउटा त जोड्नु भएको छ, अलिअलि व्यवसाय गर्नु भएको छ अब होइन। मेरो अलिअलि भनेकै आइसोड त्यही भिडियोहरू हो। अब मैले हुने सक्ने मैले गरेँ, कतिपयले गर्नुभएको छ, यहाँ धेरै नेपाली दाजुभाइहरूले गर्नुभयो। अनि अस्ति पनि हिजो मलाई पैसा पठाइदिनु भएको, सहयोग गर्नु भएको। अनि एकजना दाइ, उहाँको नाम चाहिँ मैले बिर्सिहालेँ, किन भन्दा धेरै मान्छेले कन्ट्याक्ट गर्नुहुन्छ मलाई। उहाँको फोटो राखिदिनु होला तपाईँले यहाँ नत्र भने, किन भन्दा उहाँ चाहिँ जाकार्ताबाट मलाई नेपाली 20,000 समथिङ, यहाँको 2 जुत्ता समथिङ होइन, 2 जुत्ता नै हो, ट्याक्सै पठाउनु भएको थियो। 20 लाख 20 लाख यहाँको नेपाली 20,000 उहाँले पठाइदिनु भएको थियो। उहाँ पनि यहीँ विवाह गरेर बस्नु भएको रहेछ, उहाँहरू अन्तै विवाह गरेर आउनुभएको रहेछ, तर यहाँको इन्डोनेसियाको चाइनिजसँग विवाह गर्नुभएको रहेछ। अनि उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। मैले एकै वर्षमा भनेको थिएँ, ल भाइ आउनु भएको सहयोग गर्नु पऱ्यो भनेर गरिदिनु भयो। अनि हाम्रो गुरुङ दाई, लक्ष्य गुरुङ दाईलाई पनि एकदम थ्याङ्क यू। 3 लाख दिनुभएको थियो, दाईले पनि सहयोग गर्नुभएको छ। अनि हाम्रो यहाँ एकजना दाई नेपाली खाना बस्नु भएको छ, हाम्रो दाईले उहाँले पनि धेरै सहयोग गर्नुभएको छ। यताउति भाइको क्यामेरा छोड्दै जानुभएको, दाईको अलिक आर्थिक स्थिति त्यति नाजुकै छ, किन भन्दा उहाँले एउटा जुस बेचेर आफ्नो परिवार 2टा छोरीहरूलाई कलेज पढाइरहनु भएको छ। अब जसले सकिन्छ त्यो आफूले सक्दो अनुसार हो गर्ने, अब सकिँदैन भने एउटा सपोर्ट, एउटा माया गरेर गर्ने हो, दुःख सुखमा साथ दिने हो हामी नेपालीले। त्यही भन्न चाहन्छु भाइ, अगाडि बढ्दै जानुहोस्। हुन्छ, शुभकामना छ भाइलाई। हस् धन्यवाद दादा। ल त्यही नै हो, मेरो मुखबाट नि सुन्नुभयो र स्याङ्जाली दाईको मुखबाट नि सुन्नुभयो। अपडेट चाहिँ हाम्रो त्यही नै हो। अब चाहिँ भोलि फ्लाइट छ, अब पर्सितिर नेपाल पुग्छु होला। त्यसपछि के कस्तो हुन्छ सबै अपडेट देखाउने नै छु नेपाल गएर पनि भन्दै। त्यही नै हो, सबैजनालाई जय नेपाल, थ्याङ्क यू सो मच फर लास्टसम्म भिडियो हेर्नुभयो। नखाने अब भरे हामीलाई तपाईँलाई नपुग्दा ल त्यही नै हो है। हामी चाहिँ बोल्दै गरौँला, भेट्दै गरौँला। मेरो
सबै दाजुभाइ दिदीबहिनीहरूलाई सबैजनालाई जय नेपाल, धन्यवाद। नेक्स्ट भिडियोको लागि सबैजनालाई लाइक, सेयर, सब्सक्राइब गर्न नछुटाउनु होला भन्दै सबैजनालाई जय नेपाल।